केपी शर्मा ओली प्रचण्ड शेरबहादुर देउवा मध्ये तपाईँलाई को मनपर्छ? कतिचोटि भन्ने ठ्याक्क भन्नु, तीनजनामा एउटाको नाम लिनु पर्यो भने ए तपाईँको मैले के खाइदिएको होइन भन्नुहोस्, जनता जान्न चाहन्छ बताउनु। तपाईँको मैले एक छाक भात खाएको एकजनाको नाम रोज्नुहोस्। तपाईँले मलाई एक छाक घर भात खुवाउनु भएको छ। होइन, म खुवाउँछु। तपाईँले भने मान्नलाई बाउले भने मानिनँ म बाउले भने नमान्ने मान्छे तपाईँले भने कसरी मान्ने? तपाईँले त बाध्यता गरेर होइन, आज बताउनु पर्छ तपाईँले। किन बताउने मैले बताउनु न ल तपाईँले के गर्नुहुन्छ मलाई सुन्नुहुन्छ ल ल ल पुलिस बोलाउनुहोस् ल। त्यसो भए राज समाल भुवन केसी र शिव श्रेष्ठ मध्ये को मनपर्छ? तीनजना एकजना भन्नुहोस् ल कलाकारको नाम। पास के गर्नु त? करिश्मा आनन्द, पूजा शर्मा र रेखा थापाको मनपर्छ। पास किन पास? किन यो अनाज तपाईँको कार्यक्रम तपाईँको कार्यक्रम हिट हुन्छ मेरो त रिसिभी रहन्छ। होइन बताइदिनुहोस् आज। तपाईँको कार्यक्रम चाहिँ हिट हुन्छ मेरो त रिसिभी रहन्छ। त्यसो भए सन्तोष पन्त, हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको मनपर्छ। तपाईँले पक्कै यसले भन्दै भन्ठानेर सोधिरहनु भएको छ। भन्नुहोस्। यसले चाहिँ भन्छ है भनेर सोधिरहनु भएको होला होइन? नराम्रो चाहिँ फ्लप खानु हो नि कहाँ म भन्छु। तपाईँलाई मन पर्यो मदन कृष्ण श्रेष्ठ कि हरिवंश आचार्य? दुइटै भुवन केसी कि शिव श्रेष्ठ? सक्नुहुन्न तपाईँले म भन्नुहोस् न। भन्दै भन्दैन कहाँ भन्छ त्यो? करिश्मा आनन्द कि भन्दै भन्दैन मिथिला शर्मा? भन्दै भन्दैन नि यही पनि उतातिर सोध्नेवाला फेरि होइन हेर्नु हो तपाईँले। तपाईँलाई चाहिँ पूर्व राजा ज्ञानेन्द्र सारा महेन्द्रमा को मनपर्छ? राजा महेन्द्रमा के मनपर्छ भन्नु, के मन नपर्छ? बाउ छोरा होइन अनि मलाई सबै यो पृथ्वीमा भएका सम्पूर्ण प्राणी मनपर्छ। रामवरण यादव र विदवी भण्डारीमा को मनपर्छ? दुइटै मनपर्छ। गगन थापा र योगेश भट्टराईमा को दुइटै मनपर्छ? मनपर्छ। दुइटै मनपर्छ। आज जिन्दगीमा पहिलोपटक कार्यक्रममा फ्लप सुदन किराती? दुइटै मनपर्छ। ठ्याक्क भन्छु, मैले नाम भनेको छैन। मैले थाहा पाएँ दुइटै पहिलोपल्ट तपाईँ हार खाएको छ तपाईँ स्वीकार रेखा शर्मा र सुदन तपाईँले किराती कान को समातेर मनपर्छ? तपाईँले तपाईँको प्रश्नको जवाब नदिने कलाकारहरूमा हामी दुईजना ठर्यौँ। प्रदीप खड्का र अनमोल किसिमको मनपर्छ हिरोमा? दुइटै एकजनाको नाम भन्नुहोस् न। एकजना मिल्दैन त्यो किन मिल्दैन? हामी पुरै दुईजना मन पराउने खालको हो कि। त्यसो भए ठ्याक्कै आजको दिनमा जनता जान्न चाहन्छन् बालन सारा रवि लामिछानेमा तपाईँलाई को मनपर्छ? दुइटै एकजनाको नाम भन्नुहोस्। दुइटै नयाँ हुन्, जल्दो बल्दो छन्, केही गर्न खोजिरहेछन्, जनताको प्रिय बनिरहेछन्, दुइटै राम्रो छन्। दीपक राजगिरी र दिपश्री निरौलाको मनपर्छ? दुइटै यिनीहरूलाई एउटा मात्रै होइन भन्नुहोस् न, दुईजना एकजनाको नाम थाहा। एउटा मात्रै भनिदियो भने के हुन्छ होला भन त त्यो एउटा मात्रै भनिदियो भने के हुन्छ होला? दुइटै